हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि तपाईहरुलाई चाहिँ मेरो च्यानलमा स्वागत छ। म चाहिँ आज धेरै पछि DJI को माइक मिनी अनबक्स गर्नु गइरहेको छु। अनबक्सिङ भिडियो लिएर आएको छु। अनि म चाहिँ त्यो DJI माइकको क्वालिटी कस्तो छ भनेर तपाईहरुलाई देखाउने छु र अनबक्सिङ गरेर देखाउने छु। अनि तपाईहरुले DJI को माइक लिन चाहनुहुन्छ भने यो भिडियो जरुर हेर्नु होला, हेरेर मात्र लिनु होला। कस्तो छ क्वालिटी म तपाईहरुलाई त्यसपछि भन्ने छु। अनि यसको चाहिँ माइक क्वालिटी राम्रो छ भन्ने सबतिर हल्ला छ मार्केटमा। अनि यसको प्राइस पनि अलिक एक्सपेन्सिभ छ, तर DJI माइकको सिरिजमा चाहिँ यो सबैभन्दा सस्तो खालको हो। होप यु गाइज लाइक दिस भिडियो। तपाईहरुलाई म अब अनबक्सिङ गरेर देखाउने छु है त गाइज। हेलो गाइज, देख्न सक्नुहुन्छ यो चाहिँ DJI को माइक रहेको छ। This is genuine product of DJI. यो चाहिँ दुईटा रिसिभर, एउटा ट्रान्समिटर अनि यो दुईटा ट्रान्समिटर एउटा रिसिभर भयो। यो चाहिँ देख्न सक्नुहुन्छ, रिसिभर एउटा दुईटा ट्रान्समिटर हुने रहेछ। यो चाहिँ मैले अनबक्स गर्नुपर्ने हुन्छ। यसको चाहिँ यो मैले खोलिसकेको छु। यो भित्र चाहिँ यस्तो हुने रहेछ। के हो यो? DJI को लोगो हुने रहेछ एउटा। चाहिँ हामीले बक्समा टास्न मिल्ने होला। खास भन्नु पर्दाखेरि राम्रो हुँदो रहेछ यो ब्यागको क्वालिटी पनि। सो अब यसको चेन खोलौँ है। के रहेछ यो भित्र? लेट्स अनबक्स। यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ केबल हो, ज्याक हो। यो चाहिँ डाटा केबल छ। यो चाहिँ डेड क्याप भन्छ क्यारे यसलाई। के भन्छ यसलाई? यसलाई भन्छ विन्ड स्क्रिन। के हो विन्ड स्क्रिन? विन्ड स्क्रिन। यो चाहिँ अलिकति माइकमा यो नोइज नआओस् भनेर हो। चार्ट आउँदो रहेछ, कस्तो हुन्छ हेरौँ है। देख्न सक्नुहुन्छ कस्तो मजाको रहेछ यो। अर्को ब्ल्याकमा छ, अर्को चाहिँ कस्तो छ त अर्को। हेर्नुहोस्, राम्रो छ यो पनि। के छ अरू? So now we are going to unbox this. Press to unlock. सट्ट खोल्नु पर्ने हुन्छ। त्यो कतै राखौँ? यहाँ चाहिँ प्रेस गर्नुपर्छ। यस्तो प्रेस गरेर टक्क खोलेपछि यो खुल्ने रहेछ है त गाइज। यो रहेको छ DJI को माइक मिनी। यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि म्याग्नेट हुन्छ। दामी खतरा पावरफुल हुँदो रहेछ यो म्याग्नेट चाहिँ। हामीले चाहिँ यो म्याग्नेट लाएर यो टाँच्न पनि सक्छौँ। अनि त्यसपछि यसले क्लिप जसरी यसरी ट्याक्क अड्काउनु पनि सक्छौँ। यसमा चाहिँ नोइज क्यान्सलेसनहरू सबै हुन्छ। के हुन्छ भन्दाखेरि 2 लेभल एक्टिभ नोइज क्यान्सलेसन हुन्छ यसमा। अनि यसमा आउने भनेको यो रिसिभर एउटा भएको। यो रिसिभर आउँछ एउटा, देख्न सक्नुहुन्छ। यो रिसिभर आउने भयो एउटा। अनि त्यसपछि यो ट्रान्समिटर भन्छ यसलाई चाहिँ। ट्रान्समिटर यो चाहिँ दुईटा आउँछ, दुईटा माइक हो। यो चाहिँ दुईटा आउँछ कलर, दुईटा माइक, दुईटा ट्रान्समिटर, माइकै भनौँ न। अनि त्यसपछि एउटा ट्रान्समिटर। अनि यहाँ आउँछ अर्को फोनहरूको लागि USB। यो चाहिँ मोबाइल फोन एडाप्टर हो। ट्याक्क यस्तो हुन्छ।
चाहिँ फोनमा हालेर यहाँ हालेर यो चाहिँ यहाँ हाल्नु मिल्छ क्या। यो चाहिँ ट्याक्क लगाएर यसरी यहाँ हाल्नु मिल्छ। यो यहाँ ट्याक्क यसरी हाल्ने। हालेपछि यो चाहिँ नि हामीले मोबाइल फोनमा हाल्नुहुन्छ। यसमा त मिल्दैन, यो चाहिँ आइफोन हो, यसमा मिल्दैन। आइफोनको लागि चाहिँ छुट्टै 14 भन्दा मुनि सिरिजको आइफोन छ भने चाहिँ तपाईहरुले यो पहिलाको आइफोनको एडाप्टर किन्नु पर्ने हुन्छ छुट्टै। त्यो भन्दा माथि 15 16 को छ भने चाहिँ यही टाइप सी वाला युज हुन्छ। एन्ड्रोइड छ भने किन्नु परेन। अनि यो चाहिँ 10 ग्रामको मात्रै हुन्छ है। यो चाहिँ हल्का हुन्छ, 10 ग्रामको मात्रै हुन्छ। अनि त्यसपछि यो चाहिँ हाई क्वालिटी अडियो विथ स्टेबल ट्रान्समिसन। यसमा चाहिँ हाई क्वालिटीको अडियो आउँछ। अनि त्यसपछि 48 आवर अपरेसन विथ केस। यो केसमा चाहिँ हामीले 48 आवरसम्म चार्ज गर्नु मिल्छ है। यसले चाहिँ चार्ज पनि हुन्छ। अनि त्यसपछि DJI Osmo अडियो डाइरेक्ट कनेक्सन फ्रम प्रिमियम साउन्ड क्वालिटी। हामीले DJI-हरुको के रे एक्सन क्यामेराहरु छ भने, Osmo पकेटहरु छ भने त्यसमा चाहिँ डाइरेक्ट कनेक्ट गर्न सकिन्छ विथ ब्लुटुथ। अनि अडियो क्वालिटी पनि बब्बाल आउँछ त्यसमा चाहिँ ट्रान्समिटरहरु जोडी बस्नु पर्दैन। अनि त्यसपछि 2 लेभल नोइज क्यान्सलेसन हुन्छ। त्यसपछि यो रिसिभर ट्रान्समिटर दुईटा। त्यसपछि चार्जिङ केस यो भइगयो, यो चार्जिङ केस। अनि त्यसपछि यो क्लिप म्याग्नेट दुईटा भइगयो। यो फोन एडाप्टर, विन्ड स्क्रिन दुईटा, चारवटा हुन्छ, दुईटा। क्यामेरा अडियो केबल, यो चाहिँ क्यामेरा र यो केबल के रे अडियो केबल जोड्नु मिल्ने हुन्छ एउटा। यो ज्याक, USB चार्जिङ एउटा, डकुमेन्टहरु भनेको यही डकुमेन्टहरु भने होला। अनि त्यसपछि USB केबल यो भइगयो। तपाईहरुले चाहिँ म यसको क्वालिटी कस्तो आउँछ भनेर सुनाउने छु है। यो ट्याक्क मोबाइलमा जोड्नु पर्ने हुन्छ। के छैन होला। सो गाइज हाम्रो चाहिँ यो ट्रान्समिटर हुन्छ नि, यो ट्रान्समिटर। सो गाइज यो ट्रान्समिटर चाहिँ हामीले ट्याक्क यो टाइप सी भएको मोबाइलमा यो हाल्न सकिन्छ। यो हाल्दियौ। हालेपछि चाहिँ यहाँ यसको चाहिँ एप पनि हुन्छ। त्यो चाहिँ DJI Mimo भन्ने हुन्छ, देख्न सक्नुहुन्छ। DJI Mimo भन्ने एप हुन्छ। स्क्यानिङ डिभाइस के भन्छ, लोकेसन चाहिँ अन गर्नुपर्ने हुन्छ हामीले। लोकेसन अन नगरी हुँदैन, ब्लुटुथ अन गर्नु पर्यो। यो ब्लू लाइट बलिरहेको नि, यो ब्लू लाइट भनेको चाहिँ ब्लुटुथ अन भएको हो। कुन चाहिँ ए अफ पो भएछ ब्लुटुथ। देखाए हेर्न सक्नुहुन्छ यहाँ। अब हामीले यहाँ कनेक्ट गर्न सक्छौं। सो यो चाहिँ कनेक्ट भएको छ। ब्लुटुथ पेयरिङ गर्नुपर्ने हुन्छ। यो चाहिँ अहिले यो चाहिँ कनेक्ट भएको छ। अहिले हेर्न देख्न सक्नुहुन्छ कनेक्ट भइसकेछ। तपाईले यो पावर बटन हुन्छ नि, यो पावर बटनमा 1 ट्याप ट्याक्क थिच्नु भने यो अफ हो। यो नोइज क्यान्सलेसन अन थियो। अब एकपल्ट थिच्नु, नोइज क्यान्सलेसन फेरि अन हुन्छ। अहिले चाहिँ म यो अफै गर्छु तपाईलाई म। सो गाइज मेरो हातमा चाहिँ फाइनली DJI को माइक आइसकेको छ। मैले चाहिँ यहाँ राखेको माउन्ट गरेको छु अहिले चाहिँ। सो गाइज यसको क्वालिटी तपाईहरुले सुन्न सक्नुहुन्छ। अघि विदाउट माइक बोलिरहेको थियो, अहिले चाहिँ मैले माइक अनबक्सिङ गरेर माउन्ट युज गरिसकेको छु। कस्तो आएको छ भोइस तपाईहरुले आफै विचार गर्न सक्नुहुन्छ कतिको राम्रो क्वालिटी आएको छ भनेर। अब तपाईले यो पावर बटन हुन्छ, यो पावर बटनमा ट्याक 1 क्लिक गरेपछि यहाँ येलो लाइट बल्छ। यो येलो लाइट बलिसकेपछि नोइज क्यान्सलेसन मोड अन हुन्छ। सर र नोइज क्यान्सलेसन मोड अन गर्दाखेरि कतिको नोइज क्यान्सल भइरहेको छ म
ब्याकग्राउन्डमा म्युजिक बजाउँछु। पर्खनुहोस्, पहिला यो अफ गरौँ है। नोइज क्यान्सलेसन मोड एक्टिभ भएको छ। पर्खनुहोस् है। नोइज क्यान्सलेसन मोड अन। सो गाइज, मैले चाहिँ अघि त्यो ठ्याक्क माइकको नजिकै गीत बजाएको हुनाले ठ्याक्कै त्यसले चाहिँ म्युजिकलाई चाहिँ पक्रिदिएछ अनि अलिक राम्रो साउन्ड आएछ। त्यसैले गर्दाखेरि त्यसले चाहिँ नोइज क्यान्सलेसन तपाईँहरूले अझै मजाले थाहा पाउनु सक्नु भएन होला। तर मैले अहिले नोइज क्यान्सलेसन अन गरेको छु र म अफ गर्छु। अहिले तपाईँले कस्तो सुनिरहनु भएको, मेरो ब्याकग्राउन्डको नोइजहरू कतिको सुनिराख्नु भएको छ। र म अब अन गर्छु। अहिले हरायो होला नोइज पछाडिको। यतिकैमा तपाईँहरूले थाहा पाउन सक्नुहुन्छ। यहाँ चाहिँ अलिक गाडीहरू कुदिरहेको आवाज आइरहेको छ। अहिले पनि बच्चाहरू कराइरहेको छ। तर नोइज क्यान्सलेसन अन छ। कस्तो आयो होला तपाईँले चेक गर्नु होला है।